हेलो साथीहरु, मैले चाहिँ आज बिल्कुलै नयाँ भिडियो लिएर आएको छु आई स्टडी प्लस मोबाइल गेमल। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ होमीको गिम्बल हो र यसमा चाहिँ यहाँ विभिन्न खालका मोडहरु चाहिँ देखिन्छ हैन। यो चाहिँ अप्स एन्ड डाउन हामीले यहाँबाट गर्न सकिन्छ भने यो चाहिँ जुम इन जुम आउट गर्न सकिन्छ र यहाँबाट चाहिँ विभिन्न खालका जुन मोसनहरु कन्ट्रोल हामीले यहाँबाट गर्न सकिन्छ र यो चाहिँ पावर अन अफ चाहिँ यहाँबाट गर्न सकिन्छ हैन। र यसबाट नै तपाईले 2 टाइम क्लिक गर्नुभयो भने चाहिँ यसबाट भिडियो रेकर्ड गर्न सकिन्छ र 1 टाइम क्लिक गर्यो भने चाहिँ फोटो क्लिक गर्न सकिन्छ र यो चाहिँ 3 एक्सेस गिम्बल हो जुन चाहिँ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यसमा आउने एक्सेसरिज भनेको चाहिँ यो एउटा स्ट्यान्ड हो हैन। यो स्ट्यान्ड चाहिँ जुन हामीले यसरी सेट गर्न सकिन्छ। तपाईले यो गिम्बल लिँदाखेरि चाहिँ यसमा वारेन्टी कार्ड पनि आउँछ हैन। यो गिम्बलमा चाहिँ 1 सिंगल चार्जमा चाहिँ 8 आवरको ब्याकअप हुन्छ भनेर कम्पनीले क्लेम गरेको छ हैन। र यसमा चाहिँ यहाँनेरि दुईटा पोर्टहरु दिएको छ। यो चाहिँ डाटा केबल पोर्ट हो जुन हामीले चाहिँ भिडियो बनाउने क्रममा चाहिँ हाम्रो केही गरी कारणवश ब्याट्री सक्यो भने हामीले चाहिँ यहीँबाट मोबाइल पनि चार्ज गर्न मिल्छ र सेकेन्ड भनेको चाहिँ यो गिम्बललाई चाहिँ चार्ज गर्ने पोर्ट दिएको छ हैन। र तपाईले यसरी यसलाई सेट गरेर चाहिँ आफ्नो स्टेबलाइजरलाई चाहिँ अझ बेटर बनाउन सक्नुहुन्छ हैन। र आफ्नो फ्रन्ट एन्ड रियर भिडियो चाहिँ यसरी मेक गर्न सक्नुहुन्छ यसमा राखेर। तपाईहरुले यो स्टेबलाइजर युज गर्दाखेरि चाहिँ हैन 2-3टा कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। यो चाहिँ 3 एक्सेस भएकोले हैन जुन तपाईले यो मोबाइललाई चाहिँ सेट गर्दाखेरि यसको प्रपर ब्यालेन्सिङ चाहिँ प्रपर भएको हुनुपर्छ हैन। जुन अहिले तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ इक्वली छ हैन। यदि यतापट्टि या यतापट्टि ढल्केको कन्डिसनमा चाहिँ यो यस्तो हुन जान्छ हैन। त्यो चाहिँ स्टेबलाइजर हुँदैन। यो गिम्बललाई चाहिँ हैन इफेक्ट पर्न सक्छ। सो तपाईहरुले भिडियो बनाउँदाखेरि चाहिँ यसलाई प्रपर चाहिँ यो सेट गर्नुपर्ने हुन्छ। यो इक्वली हुनुपर्ने हुन्छ हैन। र यो सेट गर्नको लागि चाहिँ यहाँनेरि जुन लक सिस्टम दिएको हुन्छ यो लकलाई चाहिँ तपाईहरुले यहाँ घुमाएर अगाडि पछाडि ढगालेर यसलाई चाहिँ जबसम्म यो प्रपर सेपमा आउँदैन हैन तबसम्म तपाईले चाहिँ यसलाई अन गर्नु हुँदैन हैन। यसरी अन गर्नु भयो भने चाहिँ तपाईको गिम्बल चाहिँ ड्यामेज हुने सम्भावना हुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ हैन अन भइसकेको छ। अन नहुँदाखेरि चाहिँ यो जुन आफ्नो पोजिसनमा आएको हुँदैन र 1 टाइम यो अन भइसकेपछि चाहिँ आफ्नो प्रपर पोजिसनमा सेट भइसकेको छ हैन। अब यसलाई चाहिँ हामीले यसरी अप्स एन्ड डाउन अनि दायाँ बायाँ सबै कुरा चाहिँ हामीले यहीँबाट अन गर्न सकिन्छ। र यसको जुम अन पावर फोटो भिडियो क्लिक गर्ने र यो ट्रिगरले चाहिँ जुन हाम्रो अलि यो छड्के पारामा छ हैन। अब यो ट्रिगर प्रेस गरिसकेपछि चाहिँ यो प्रपर आफ्नो पोजिसनमा चाहिँ फर्किन्छ हैन। यो गिम्बलमा फेस ट्र्याकिङ फिचर पनि एड गरिएको छ र यो चाहिँ आफू मुभ गर्दै पनि यसबाट चाहिँ हामीले भिडियो लिन सकिन्छ र हामीले भिडियो लिँदाखेरि यसबाट चाहिँ फोकस आफैतिर बनाइरहन्छ। र यदि तपाईहरु चाहिँ बिगिनर हुनुहुन्छ र भिडियोग्राफीमा तपाईहरुको इच्छा छ भने चाहिँ यो चाहिँ तपाईहरुको लागि बेस्ट अप्सन हुनेछ हैन। यदि बिगिनर फेज हो भने चाहिँ यो लिँदाखेरि राम्रो हुन्छ किनभने यो रिजनेबल प्राइसमा चाहिँ छ हैन। जुन बेस्ट परफर्मेन्स पनि छ यसमा चाहिँ। यदि तपाईहरु चाहिँ यो गिम्बल लिन चाहनुहुन्छ भने चाहिँ दराजबाट पर्चेज गर्न सक्नुहुन्छ। र तपाईहरुले यो गिम्बल चाहिँ पाउन सक्नुहुन्छ
10,990 रुपिसमा चाहिँ यो गिम्बल चाहिँ तपाईँहरूले पर्चेस गर्न सक्नुहुन्छ।